रुबिना हजुर जी छान्छ मतियान मैले दुईजनाको पनि भयो अब खाएपछि फेरि भेटौँला अनि त्यसपछि मेरो टर्न हो होइन सो आई विल टाइम पनि धेरै भइसक्यो अब बोल्नु टाइम पनि हो कहाँ जाने कोसँग जाने कहाँ जाउँ कोसँग जाउँ एक्जाम नराम्रो भयो भन्छ ट्राई गर्नु पर्दैन यसको त एउटा नि भएको छैन मेरो दुईटा चाँडो आउँछ अनि मेरो दुईटा चाँडो आउँछ कहना क्या चाहते हो तिम्रो नाम के हो जुनी भामो खर्जन ए तिमी पनि नेवार हो नेवार भाषा आउँछ अलिअलि अलिअलि अच्छा गुना छु तिमी कति क्लास 9 सँगै बोल्न जान्दैछु होइन तिम्रो नाम के हो रुबिना के मानन्दर नेवार रुबिना हजुर जी छान्छ मतियान आंसर दो ना नो बुरा लगता है भाई आप लोग भी जानते हो नो किन बॉयफ्रेंड छ यस बॉयफ्रेंड भयो नि मलाई केही फरक पर्दैन बॉयफ्रेंड नभएको भए सिरियस भन्थे तिमीले है यस है यार ये कितनी औसम है यार यति त मलाई विश्वास छ आफूमाथि मेरो लागि बॉयफ्रेंडलाई छोड्नु मिल्दैन त्यति धेरै लोयल ए ल ठिकै छ नि त होइन रिलेसन टिकाइराख है तिमी कति क्लास 9 तिमीलाई पढ्न आउँछ है यसमा के लेखेको छ एकचोटि पढ्देऊ न के छ हकमी छ गर्छौ गर न सिम्पल गएर हेर ल तिमी घर जानु उता जान्ला चाहिँ यता आयो ए ल ठिकै छ है तिमीहरूको रिलेसन टिकोस् होइन अब अझेल त एक दिन टिक्ने अर्को दिन छुट्टी नै हुन्छ त्यस्तै नगर झगडा नगर होइन एकअर्कालाई ट्रस्ट गर त्यही हो हाम्रो त ब्रेकअप भएको नि अब 2 वर्ष भइसक्यो होइन त्यसपछि त कोही मन पर्ने छोड्यो के अब एकैचोटि बिहे गर्ने हो धेरै स्याड नि बाई टेक केयर बाय टाटा ट्राई गर्नु पर्दैन मेरो त भाइ बिस्तारै भरे पानी आउँछ भाइ मेरो त सक्रिय लाग्छ एक लटमै हो अब मेरो हक गर्न त दिएन तेरो किसलाई एक लटमा हुन्छ खो गजब बेइज्जती है सक्छ भन्ने चाहिँ हुन्छ के बजार आएन कि देखा आपने लापरवाही का नतीजा है आऊ न जो आउँदा नि हुन्छ दुईजनामा जो आउँदा नि हुन्छ तिमी चाहिँ के हेरेर बस्छ तिमी पनि आऊ माथि आउनु माथि तिम्रो नाम के हो तिम्रो रेजिना तिमीले त कहाँ देखि जस्तो कता थानको पनि बस्छौ तिमी कता कपुरा तिमी बस्ने ठाउँ भने के बस्ने ठाउँ माछा पोखरी यहाँ कसलाई कोर्न आएको नि अनि हातमा फुल छ फुल देखाउ त एकचोटि राम्रो लाग्यो मलाई नि साथीलाई
अनि कतिखेर जान्छौ? 4 बजे है। तिमीहरूलाई पढ्न आउँछ है? कति क्लास हो? 9 है। यो पढ त्यसमा पढ न। ल को आउने ल भन्छ, दुईजनामा को आउने ल? त्यो दाइ आउँछ, त्यो दाइ आउँछ। मेरो त क्रस त भनेको छैन, मेरो क्रस छ। केही हुन्न, फ्रेन्ड वाला। यता देखिरहेछ कस्तो काला तिमी पनि गर्ने कि त्यो ढक्कनी मान्छे कस्तो फिल भयो? कस्तो फिल भयो भन न। यता इन्टरभ्यू ल कस्तो फिल भयो? डियर थियो त्यही भएर हो। बाय बाय टाटा गुड बाय। अब चाहिँ अति नै टाइम वेस्ट गरिसक्यो। अब त 4:30 पनि बजिसक्यो होइन। अब चाहिँ मैले गर्ने पनि हुन्छ। कस्तो म घरबाट सकिहाल्छ नि भनेर सक्छ। अब जाने हो, म गर्ने हो, गर्छु यस। अब कोही भेट्ने बित्तिकै म बोल्छु होइन, यसरी नै बोल्छु। जे मनमा आउँछ त्यही भन्छु। मैले केही नराम्रो बोलेर नसुन्नु ल। अध्याउन हुन लागिसक्यो होइन। अब यहाँ पछाडिबाट खै यता दुईजना आउँदैछ। म उनीहरूलाई ट्राई गर्छु। होपफुल्ली यो चाहिँ 4 सक्सेस भयो होस् होइन। म चाहिँ अब गएँ त। हेलो के हो तिम्रो नाम? अनि तिम्रो यो ढङ्ग आउनु मिल्छ नि है? त्यो पनि हुँदैन नि। कहाँ बस्ने हो? बौद्ध जाने फेरि? ए त्यहाँ कतिखेर आएको नि? दुवैजना बौद्धकै हो? कति क्लास? 10। ए मलाई देख्दा कस्तो लाग्छ फर्स्टमा? राम्रो। तिमीलाई होइन जस्तो फर्स्ट लुकमा कस्तो लाग्छ भनेको के? हेर राम्रोसँग हेर नि। कस्तो पनि लाग्दैन? होइन सिजर पेपर राखेर हुन्छ? हुन्छ दुवैजना खेल्ने त? यहाँ मुगा लगाएर खिच्नुहुन्छ ल। कस्तो कालाको के यस्तो बेला कहाँ राख्ने मोबाइल? यता अब चाहिँ हामी सिजर पेपर राख्नु ल होइन। अनि हार्नेले के गर्नु भन न, के हुन्न भन। म भन्छु ल। तिमीहरू अब इफ तिमीहरू जित्यो भने तिमीहरू चाहिँ पनि गर्नु पाउँछ। क्ल्याप पनि हान्नु पायो। म जित्यो भने चाहिँ मलाई एउटा गालाम पिस है त। हुन्छ चियर है। बहुत तेज हो रहा है। इफ तिमीहरू जित्यो भने तिमीहरूले त्यो पनि गर्नु पायो कि? तिमीहरूले गालामा त्यो पनि पिस गर्नु पनि पायो। हुन्छ फर्स्टको खेल्ने ल। कतिचोटि खेल्ने? 3 चोटि मजाले धेरै जित्यो है त। सिजर पेपर है पछि यस। अब मैले एकचोटि जित्यो भने मलाई पाउँछ है त है। सिजर पेपर मैले पाएँ। अब दिनुपर्छ नि है त। तिमीले पनि है ल आउनु पाएँ त। मैले 21 पाइसकेँ है ल। सिजर पेपर ल अब है सी
I don't know. चीटिंग करता है तू। सीधा पेपर Yes, बढ़िया। मैले एकचोटि जितेँ है अब उसले चाहिँ मलाई किस गर्नुपर्छ है याद छ नि कतिचोटि सिजर पेपर रक यस मैले दुवैजनाको पाएँ अब यस एकचोटि ल कति के गर्ने फर्स्टमा अब चाहिँ मैले किस पाइसकेँ कस्तो फिल हुँदैछ हारेर खुसी हो किस गर्नु पायो भनेर छैन अनि कसरी रमाइलो भयो त यता ल फेरि त्यहाँ कसरी अरूले देख्ला यस मैले दुईजनाको पनि भयो अब रेडी हो ल तिमी चाहिँ यता बैठ ल हेर न कस्तो राम्रो हेर यता हेर न ल माको म गरौँ ल त्यसरी देखिरहेछ देखिरहेछ ल तिमी यतापट्टि हो हेरे नली भाइ मार्ला तँलाई देखिरहेछ कितनी औसम है थ्याङ्क यू देखिरहेको थियो अलिक कालो देखिरह होला थ्याङ्क यू रुक न थ्याङ्क यू सो मच है यो भिडियो हालिदिन्छु ल केही पनि हुँदैन होला नि इफ उसको कोही अब बोयफ्रेन्ड सोइसन कसले हेरेको छ भने होइन खत्म बाय टाटा गुड बाय गर्लफ्रेन्ड मैले त्यस्तो गर्नु खोजेँ होइन म एउटा च्यालेन्ज थियो मैले गरेँ यो चाहिँ हाम्रो दुईजनाको च्यालेन्ज थियो कि अनि मलाई चाहिँ किस पाउने च्यालेन्ज थियो अनि मलाई कसरी गर्नु थाहा थिएन त्यसैले अनि रक पेपर सिजर गरेर गरे हो है सो बाई थ्याङ्क यू सो मच है दुवैजनालाई फेरि एकचोटि नाम भन्दैन म बिर्सेँ मेरो नाम चाहिँ इसिका हो ए बबिता र इसिकाले मलाई किस दिइसक्यो एन्ड आई एम सुपर ह्याप्पी है अब चाहिँ खत्रै खुसी लागिरहेको छ थ्याङ्क यू सो मच दुवैजनालाई अब यो भिडियो हालिदिन्छ थ्याङ्क यू कति क्लास 10 अब हाम्रो यो च्यानलमा गएर हेर ल भिडियो अनि अरू साथीहरूलाई पनि भन है च्यालेन्ज एकदम राम्रै भयो होइन अब पछि लिङ्क हुँदैन होला मेबी हुन्छ हुँदैन थाहा छैन त्यो चाहिँ जस अहिलेको लागि चाहिँ मैले त्यो रक एन्ड सिजर पेपर रकमा मैले जितेरै गरेँ हो सो मेरो कोहीले हेरिराख्नु भएको छ भने त्यो बनाउनु भने होइन त्यस्तो नआउनु होला भए पनि केही छैन अब चाहिँ नेपाल पनि अलिक विकसित भयो जस्तो लाग्छ कि हामीलाई यस नेपालको केटीहरु मैले पनि च्यालेन्ज जितेँ अब बोनस लिन्छ त्यस्तो गर्ने हो ए एउटा भनेको दुईजनालाई दुई चोटि त्यो भाइ मैले जितेर मुली अब चाहिँ यो भिडियो यहीँ एन्ड हुन्छ होला होइन